गरेर हेर्नुहुन्छ। म अहिले यो संयुक्त राज्य अमेरिका भ्रमणमा छु। मेरो साथमा मेरी पत्नी पनि छन्। हामी अमेरिकाको यो इन्डियाना राज्यमा छौँ। इन्डियाना राज्य कसरी नामाकरण भयो भनेर त्यो सम्बन्धमा मैले बुझ्दा यो क्रिस्टोफर कोलम्बस आफ्नो खोजमा इन्डिया जान्छु, इन्डिया पत्ता लगाउँछु भनेर हिँडेका रहेछन् र यहाँनिर यो इन्डियाना अहिलेको राज्यमा त्यहाँ ओर्लिएपछि यहाँका आदिवासी मानिसहरू हैन, तिनीहरूलाई देखेपछि यिनीहरू नै होला नि इन्डियन भन्ने सोचेर उनले यिनलाई इन्डियन र यहाँ ठाउँलाई इन्डिया भनेर सम्झेछन् र त्यो कतै अभिव्यक्त पनि गरे र त्यसैको प्रतीकात्मक स्वरूपमा पछिसम्म यसलाई इन्डिया भन्दा इन्डियाना हुन गएको हो भनेर भन्दा रहेछन्। यो इन्डियाना राज्यको इन्डियानापोलिस यो डाउनटाउन छ, त्यसैको नजिकैमा एलिसनभिल्ले नामको रोड छ। त्यो रोडको छेउमा यहाँ विभिन्न नामका अपार्टमेन्टहरू छन्। त्यो मध्येमा टिजिएम अपार्टमेन्ट भन्ने एउटा छ। त्यहाँ हाल मेरो ज्येष्ठ सुपुत्र बस्ने भएको हुनाले हामी पनि उसकै साथमा सँगै छौँ र आज त्यही अपार्टमेन्टभित्र यहाँ इभिनिङ वाक गरेको मौका पारेर यहाँको वस्तुस्थिति सर खिचौँ भन्ने उद्देश्यले खिचेको छु। यहाँभित्र व्यवस्थित छ यो अपार्टमेन्ट। यहाँ कमसेकम 150-150वटा अपार्टमेन्ट होलान्। एउटामा 4वटा फ्ल्याट छन्, तल 2टा माथि 2टा गरेर बिचबिचमा। जस्तो यो देखिएको चौरमा यहाँ पहिला लन टेनिस थियो अरे, यहाँ भौगोलिक रूपमा जमिन अलिकति भाँसिने के प्रब्लम आएर त्यसलाई हटाएर अहिले चौरै बनाएको छ। यहाँ यही अपार्टमेन्टहरूमा बस्नेको लागि स्विमिङ पुल छ। त्यो देखिएको घर चाहिँ यहाँभित्रकाहरूको लागि जिम गर्ने जिमखाना रहेछ। यहाँभित्र हेर्नुहुन्छ भने यस्तो चौडा बाटो छ, हरियो चौर छ। यो हामी कहाँको दुबो होइन, यो मेक्सिकन के झार भन्दो रहेछन्। 2 थरी हुँदो रहेछ। यो टल र सर्ट गरेर यो हिउँमा पनि हरियै रहँदो रहेछ, हिउँदमा पनि। एलिसन रोड त्यही हो, त्यो गाडी हिँडेको ठाउँ। त्यहाँबाट यो प्रवेश छ, अपार्टमेन्टको प्रवेश झन्डा भएनेरबाट। यी देखिएका सबै घरहरू त्यही अपार्टमेन्ट हुन्। अपार्टमेन्टमा अगाडिपट्टि गाडीहरू पार्किङ गरिराखिएको छ अवस्था छ। हामी यताबाट आयौँ। अब यहाँ सबैको आफ्नो तोकिएको निर्धारित ठाउँ पार्किङ छ, त्योभन्दा अन्यत्र यहाँ राख्न पाइँदैन। बाटो यस्तो छ होइन। आज मौसम चाहिँ अलिक बादलिएको छ। अघि एकछिन अगाडि त छिटा परेको थियो, पानी आउँछ कि भनेर हामी हिँड्ने कि नहिँड्ने भन्ने पनि दुविधामा थियौँ। अहिले त पानी बन्द भएर अलिकति हाम्रो झुल्किएको अवस्था पनि छ होइन। जतासुकै सफाचट छ, धुवाँधुलो त्यस्तो केही छैन, शान्त छ, आवाज पनि छैन होइन। यो अपार्टमेन्टभित्र रुखहरू हरियाली पनि प्रशस्त छ। विभिन्न किसिमका चराचुरुङ्गीहरू यहाँ बसेर कराइरहेका चिरबिर गरेको सुनिन्छ बिहानै।
3-4 बजेदेखि नै चराको आवाज सुनिन्छ। बस्नको लागि अत्यन्त सफा सुन्दर हरियाली स्वच्छ छ। अब हामी नेपालीहरूलाई जहाँ हिँड्यो त्यहीँ कोलाहल, जहाँ हिँड्यो त्यहीँ धुलो, जहाँ हिँड्यो त्यहीँ धुवा, भएका मान्छेको किचाखान अव्यवस्था भद्रगोल देखेकाको लागि चाहिँ यो आँखाले देख्दा असाध्यै राम्रो सुन्दर छ। तर अब हाम्रो मुलुकका आफ्नै विशेषता छन्। त्यहाँ जतिसुकै फोहोर दुर्गन्ध जेसुकै अभद्र अव्यवस्था जे भए पनि आफ्नो जन्मभूमि हो, त्यही प्यारो लाग्छ। जति नै धुलो धुवा जेसुकै होस् त्यही प्यारो लाग्छ हैन। अब त्यहाँ घरहरू टाढा टाढा भए पनि मन नजिकै छ। आफ्नो एउटा पन छ, मेरो भन्ने, हाम्रो भन्ने, मेरो हाम्रो, मेरो टोलको, मेरो गाउँको, मेरो जिल्लाको, मेरो पालिकाको, मेरो देशको भन्ने धेरै किसिमको भावना त्यहाँ छ। यहाँ चाहिँ घर नजिकै छन्, एउटै अपार्टमेन्टमा 4 फ्ल्याट छन्। तर कुन फ्ल्याटमा कहाँको मान्छे बस्छ, के गर्छ कसैलाई जानकारी छैन। कोही मान्छे बाटोमा पनि हिँड्दैन बिना काम। यहाँ हिँड्ने भनेको खास गरिकन यही अपार्टमेन्टमा बस्नेहरूले यसो टहलिने, बिहान बेलुका कुकुर सुकुर डुलाउने, दिसा पिसाब गराउने, त्यही रहेछ। नभए गाडी सट्ट गाडीमा चढ्छन्, जान्छन्, किनमेल गर्छन्, आउँछन्, नभए काममा जान्छन्, अफिस जान्छन्, आउँछन्। व्यस्त छन् सबै मानिसहरू। कसैलाई यहाँ गफ गर्ने फुर्सद छैन, चिया खाने गफ लडाउने पसलमा त्यस्तो पनि कसैलाई छैन। यस्तो छ। मेरो छोराको अपार्टमेन्ट चाहिँ यही घर हो, यसको उतापट्टिको ब्लक हो हैन। म उता पूर्वी भागबाट पनि यहाँहरूलाई देखाउँला अमेरिकाको बसाइ कस्तो होला भन्नेहरूका लागि यो एउटा रमाइलो भिडियो हुन सक्छ कि भनेर मैले खिचेको। यही हो यो देखिएको बरन्डाको तलपट्टिको फ्ल्याटमा अब हामी बस्ने। बाहिरपट्टि थोरै बरन्डा जस्तै पनि छ होइन। यो हरियाली छ जतासुकै, यस्तो रुख पनि छ। यही अपार्टमेन्टको ओनरहरूले यहाँ हप्ताको एकचोटि दुबो काट्ने व्यवस्था गर्दो रहेछन्। पानी, बिजुली, ढल आदि इत्यादि बिग्रियो भत्क्यो भने पनि उनीहरू नै आएर बनाइदिँदो रहेछन्। बस्नुलाई शान्त पनि छ, सुरक्षित पनि सबै व्यवस्था राम्रो छ। म्याडम हजुर, इभिनिङ वाक भइरहेछ? भइरहेछ हजुर, भइरहेछ। ल धन्यवाद।